फाइनल्ली आज बत्तिलले डेजर्ट डोमिनेटरलाई फेरि पनि जितेको छ। आज बत्तिल फेरि पनि विन भएको छ। हाम्रो टिम आज ह्याप्पीका साथ फेरि ग्राउन्डबाट बाहिर गएको छ। बत्तिल विनर अगेन बत्तिल विनर। कङ्ग्रेचुलेसन गाइस। अरे जित गया रे, कामरुल जीता रे, सलमान भाई, तसीफ भाई। ओके हरी भाई जीत गया इधर। हेलो दर्शक नमस्ते, गुड मर्निङ। आज फ्राइडेको दिन बत्तिलको टिम आज पनि स्पोर्ट्स सेन्ट्रल करिमुल्ला क्रिकेट ग्राउन्डमा क्रिकेट खेल्नको लागि भनेर आइसकेको छ। यति बेला बत्तिल प्यान्थर भर्सेस डेजर्ट डोमिनेटर बिचको प्रिपरेसन गेम चलिरहेको छ। नेक्स्ट विकबाट टुर्नामेन्ट चालु हुनेवाला छ। त्यसको लागि प्रिपरेसनको लागि सो म्याच बत्तिल भर्सेस प्लस डेजर्ट डोमिनेटर बिचको प्रि म्याच गेम चालु भइरहेको छ। र बत्तिल प्यान्थरले पहिलो इनिङमा टस जितेर ब्याटिङ गरी 16 ओभरमा जम्मा 160 रन बनाएको छ भने त्यसको प्रत्युत्तरमा अहिले डेजर्ट डोमिनेटर ब्याटिङ गरिरहेको छ। यति बेला डेजर्ट डोमिनेटर्स पनि 7 विकेट गुमाउँदै 10औं ओभरको समाप्तिसँगै 78 रन बनाएर खेलिरहेको छ र उसले टार्गेट पछाइरहेको छ। 161 टार्गेट उसले पछाइरहेको छ। ल अब साथीहरू गेम हेर्नुहोस्, मजा लिनुहोस् है त।